बालनज्यू तपाईँले काम गरिराख्नु भएको मलाई सबै मन परेको थियो, तर एउटा काम चाहिँ मन परेन। के हो भन्दाखेरि वडामा चाहिँ वडा अध्यक्ष एकजना मात्रै राख्ने भन्नुभयो। अब हेर्नुहोस्, एकजना मात्रै राख्दाखेरि म एउटा दलित भएको नाताले गर्दा भनिरहेको छु कि हामी दलितहरू धेरै ओझेलमा परिरहेका छौँ। जुन हाम्रो मुद्दाहरू रहेका छन् ती मुद्दाहरू चाहिँ कुनै कुनामा थन्किरहेका छन्। अब हाम्रो यो विषयलाई चासो नै लिँदैनन्। अब चाहिँ स्थानीय वडाहरू जुन हुन्छ चुनावमा चाहिँ वडामा चाहिँ वडा अध्यक्ष बाहेक 2 जना सदस्य राख्नुपर्छ भन्ने लागिरहेको छ। त्यो चाहिँ कस्तो भन्दाखेरि दलितबाट 1 जना महिला र दलितबाट 1 जना पुरुष राख्न एकदमै आवश्यक जस्तो लाग्छ। र अब आजसम्म हेर्ने हो भने हाम्रो वडामा चाहिँ सदस्य महिला दलित सदस्य भनेर 1 जना राखिएको हुन्छ। त्यही पनि अलिकति पढाइ लेखाइ नभएको, कसैले चाहिँ ल्याप्चे गर्ने, नामै लेख्न यस्ता मान्छे राखिएको हुन्छ। अब यो चाहिँ किन राखियो भन्दाखेरि मेरो विचारमा चाहिँ जुन चाहिँ आफूले आएको बजेटहरू हुन्छ त्यो थाहा नपाओस्, केही कुराहरू यसले नयाँ नयाँ कुराहरू गर्छु भनेर भनेको हुन्छ त्यो गर्न नसकोस् भनेर राखिएको हुन्छ जस्तो लाग्छ। त्यही भएर मलाई चाहिँ एकदम 8 पास गरेको महिला दलित सदस्य 1 जना र पुरुष दलित सदस्य 1 जना हुन एकदमै आवश्यक छ जस्तो लाग्छ।